तो आप लोगों फिर से एक नए ब्लॉग में तपाईँहरूलाई स्वागत छ र म आइरहेको छु घुम्न। उता हामीहरू एउटा नयाँ स्कुलमा जान्छौँ। म पहिला हामी सानो हुँदाखेरि त्यहाँ पढ्थ्यौँ। सानो हामी जब बच्चा थियौँ त्यही स्कुलबाट नै पढेका थियौँ र त्यो स्कुलमा गएर म तपाईँहरूलाई देखाउँछु। आजको ब्लग निकै नै राम्रो हुनेछ र म जान्छु र देख्न सक्नुहुन्छ म यहाँ गइरहेको छु र यो ब्लगलाई अन्तिमसम्म हेरिदिनु होला र लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, प्लिज सब्सक्राइब गरिदिनु होला र म त्यो स्कुलमा जानेछु, तपाईँहरूलाई देखाउनु छु कसो कस्तो भइरहेको छ र जाउँ, आउनुहोस् हेरौँ कस्तो छ। जाउँदा है गाइज, यहाँ हावा लागिरहेको छ। म त्यहाँ पुगिसकेपछि म तपाईँहरूलाई देखाउँछु है त गाइज। गाइज लगभग म पुगिसक्यो भन्दा पनि यो यताको स्कुल देख्न सक्नुहुन्छ। यो कस्तो काराकोरा गरिरहेको छ नि, यो नै हो। तर यो एउटा नयाँ पनि बनाएका छन्, म नयाँ पनि तपाईँले देखाउनु छु। देख्न सक्नुहुन्छ कस्तो छ। र यो अहिले साना बच्चाहरू पढ्छन्, यहाँ पढाउँछन् अझै पनि। अब स्कुल आइसक्यो त्यसैले देख्न सक्नुहुन्छ। यहाँ हावा लास्टै लाग्छ है गाइज, त्यसैले क्यामेरामा अलि नसिन्नुको लागि त्यसको लागि माफी चाहन्छु। र देख्न सक्नुहुन्छ यो डिलोपट्टि यस्तो टाइपको छ र उतापट्टि यो छ नि, यो एक दिन मेघ आएर यो उद्धिएको म तपाईँले क्लियर गरेर पनि उता देखाउँछु र आउनुहोस् म तपाईँहरूलाई देखाउँछु। र यो यहाँ लास्टै हावा लागिरहेको छ कि यो डाँडामा छ क्या स्कुल, त्यसैले यहाँ लास्टै हावा लागिरहेको छ। देख्न सक्नुहुन्छ यस्तो भएर उद्धिएको थियो क्या। र म अहिले यता नयाँ बनाएको देख्न सक्नुहुन्छ। यो ओद्धाएका छन्, यो पनि एउटा स्कुल थियो, नयाँ ओद्धाइसकेका छन् र देख्न सक्नुहुन्छ यहाँ हाम्रो सानो हुँदाखेरिको बच्चाहरूको, हामी सानो हुन्थ्यो त्यही बेला यहाँ यो अफिस कोठा थियो। अझै पनि यो अफिस कोठा यहीँ छ र असु नयाँ कहाँ छ भनेर म तपाईँलाई देखाउनु छु है त गाइज। र देख्न सक्नुहुन्छ यहाँ पछाडिको मेरो पछाडि देख्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ गाइज कति दामी छ गाइज। र यो यताबाट पनि तपाईँहरूलाई देखाइदिनेछु र देख्न सक्नुहुन्छ। र तपाईँलाई म एकछिन है, क्यामेरा भएको रहेछ त्यसको लागि सरी चाहन्छु। र देख्न सक्नुहुन्छ यहाँ अब यसको माथिमा जाने है त, कसरी जाने त म त्यही पनि अब जाने कोसिस गर्छु। एकछिन माथिमा कस्तो सेटअप छ म त्यहाँ गएर तपाईँलाई देखाउनु छु। र यहाँ त केही भर्याङ पनि छैन गाइस, त्यसैले म यता यहाँ उरीबाट गएर उता माथिबाट छिर्छु गाइस। त्यसैले म यताबाट जान्छु। देख्न सक्नुहुन्छ यो टोइलेट हो र टोइलेट हो देख्न सक्नुहुन्छ। यो हामी पहिला यसमा गएर जान्थ्यौँ। यो टोइलेट हो, अब चापी लगाएका छन् हजुर। र त्यसैले म अब यो माथिको अब जानेछु र हावा लागिरहेको छ गाइज, देख्न सक्नुहुन्छ। उताबाट हावा आइरहेको छ लास्टै। र त्रिवेणी बजार हो, यो तली त्रिवेणी बजार हो र यो तली नदी हो र माथि डाँडा। साइडपट्टि छ क्या गाइज, त्यसैले म अलि राम्ररी बोलिरहेको छु क्या, किनकि लास्टै हावा लागिरहेको छ। यस्तो अप्ठ्यारो बाटोमा आइरहेको छ। अब यहाँबाट सिधै पारी जम्प लागिरहेको छ कि गाइज। त्यसैले यहाँ धेरै आनन्द आउँछ कि गाइज, त्यसैले आएको। यो हाम्रो गाउँ उता कुडारी बजार हो, देख्न सक्नुहुन्छ गाइज। र म अब क्यामेरा एकछिन हेरिरहेको छु र म यहाँ साह्रै तपाईँहरूलाई देखाउनु छु है त गाइज। र एकछिन म हेरिरहेको छु गाइज। ल गाइज
यहाँ छु गाइस। म एउटा स्टन्ट गरेर देखाउँछु है गाइस। स्टन्ट तपाईँ पहिला यस्तो गर्ने हो न। कसैको ढुङ्गा लाग्यो भने पाटो बिच्दछ कि गाइस। त्यसैले होइन अहिलेको एकछिनमा गर्छु है त गाइस। र यस्तो गाइस ढुकिरहेको छु तर यो क्यामेरा धेरै चलिरहेको छ कि त्यसैले म तपाईँलाई राम्रोसँग क्याप्चर गर्न पाइरहेको छैन। राम्रोसँग ढुकेर भयो भने तपाईँलाई देखाइदिन्थेँ। र गाइस अब म मोबाइल उठाउँछु र क्यामेरा र एकदम धेरै दामी छ गाइस। यो धेरै आनन्द यहाँ मान्छेहरू पनि धेरै आउँछन्। देख्न सक्नुहुन्छ त यहाँबाट म अघि यहाँबाट आइरहेको थिएँ। अब यहाँबाट पारी जम्प गर्नुपर्ने भयो के। र अब यहाँबाट फटे हालेर यस्तरी गरेर यहाँबाट यतिबाट उता हाल्नुपर्ने छ गाइस। यतिबाट उता हालिसकेपछि म तपाईँलाई देखाउने छु है त गाइस। म हाल्छु क्यामेरा अनै राख्छु ल गाइस। हेर्दै रहनु है। म हालिदिन्छु के दाइ म आए गाइस। देख्न सक्नुहुन्छ त र गाइस मैले यता आइरहेको छु। देख्न सक्नुहुन्छ माथि यो ऊ हो। देख्न सक्नुहुन्छ र यही नै हो। अछुलिया नयाँ यहीँ क्लासमा पढ्छन्। देख्न सक्नुहुन्छ यहाँ। देख्न सक्नुहुन्छ गाइस। कस्तो आनन्द आउँछ कि गाइस मलाई। ल लास्टै हावा चलिरहेको छ गाइस। त्यसैले म अब घरतिर जान्छु र थ्याङ्क यू समय दिनुभएकोमा। र फेरि पनि एउटा नयाँ भ्लगमा तपाईँलाई भेटौँला नेक्स्ट भ्लगमा। र यो भ्लगलाई यहीँ खतम गर्छु। लभ यू बाई बाई।